सर्वप्रथम सबैलाई शुभ बिहानी नमस्कार र मेरो सानो ब्लगमा तपाईँलाई फेरि पनि स्वागत छ। र आज चाहिँ मेरो घरमा श्री गणेश पूजा र सत्यनारायणको पूजा गर्ने र सहयोग गर्ने हाम्रो दलमा दाजुभाइ सङ्घका सबैजनाहरू आइदिनु भएको छ। र यहाँनिर चाहिँ केराको खम्बाहरू गाडेर पूजाको लागि तयारी गर्दैछु र साथै यहाँ हाम्रो सङ्घको सबैजना आएर हात बटाइदिनु भएको छ र धेरै धेरै धन्यवाद छ सङ्घका मेम्बरहरूलाई पनि देख्न सक्नुहुन्छ। र हाम्रो यहाँनिर हाम्रा प्यारा छिमेकीहरू तथा गाउँवासी दिदी बहिनीहरूको माया कथा साथै निकै स्वादिष्ट मिठा मिठा सेलरोटी दिनुभयो। उहाँहरूको माया सहयोग र आत्महत्याका लागि हृदयदेखि धेरै धेरै धन्यवाद छ। तपाईँहरूले यति राम्रो पूजा सकिनुको बाद हामीले भजन कीर्तनतिर लागेर भजन कीर्तन गऱ्यौँ र सबैजना गाउँवासीहरू र यो भजन कीर्तन पनि सुन्यौँ।